वेलवेयर जस्ट ओपनिङ भएको छ आज भइसक्यो त फोटोसुट पनि हुन्छ है फोटोसुट होइन यसको यतिकै हामी अहिले चाहिँ विराटनगर पुगिसकेको छु ठ्याक्कै 10:40 भएको छ यहाँदेखि चाहिँ अहिले चाहिँ काम गर्न चाहिँ 5 मिनट लाग्छ अब जान्छु के कसो हुन्छ त्यो मेटर चाहिँ अहिले थाहा भएन अब के हुन्छ सबै क्लिप्सहरू हेरौँला अहिले चाहिँ काम गर्ने ठाउँ पुगिसकेको छु फिलहाल चाहिँ अहिले केही काम छैन अब केही काम हुन्छ त्यसपछि केही हेरौँला यसलाई के भनौँ यसलाई त्यति नै भनिराख्नुहोस् अझै चाहिँ केही क्लिप हुन्छ अहिले चाहिँ ठ्याक्कै 12 बज्न आँटेको छ पुरै दिन हेरौँ अनि के भन्छ म चाहिँ एउटा ठुलो मिस्टेक गरेको चाहिँ ब्यानर बनाउँदा चाहिँ मैले मिसकम्युनिकेसनको कारण मैले ओभर प्रिन्ट गरिसकेँ धेरै घाटा लाग्छ होला मैले लागिरहेको छ हेरौँ त्यो कस्टमरसँगले मिलाउनु पर्यो के कसो छ त्यही मिसकम्युनिकेसन कारणले अहिले चाहिँ एउटा बोर्ड प्रिन्ट हुँदैछ धेरै ठुलो चाहिँ 22 फिट बाई 5 फिटको छ यहाँ अहिले प्रिन्ट हुँदैछ यो चाहिँ धेरै टाइम लाग्छ होला कम्तीमा 1.5 घन्टा जति लाग्छ त्यसपछि जान्छु घर अब हेरौँ एकजनाले पसल खोलेको थियो भिडियोले हुन्छ भने त्यहाँ जाने हो नत्र भए घर डाइरेक्ट यहाँ चाहिँ वेलवेयर जस्ट ओपनिङ भएको छ आज हाम्रो चाहिँ यहाँ चाहिँ अनर हो आज सोच्नु चाहिँ भ्लग बनाउँछु ग्रान्ड ओपनिङ चाहिँ हाम्रो कुन दिन हो रे सन्डे आइतबार चाहिँ हाम्रो ग्रान्ड ओपनिङ हो हाम्रो होइन यसको यतिकै हामी सँगाल्यौँ त्यसैले यहाँ चाहिँ आउनु होला ओपन भइसक्यो त फोटोसुट पनि हुन्छ है फोटोसुट ल अब टाइम भयो गुड नाइट के भने त्योभन्दा बढी भन्न सक्दिनँ